मैले हिजो भनेको त्यो हामीले जे सहमति गरेका छौँ त्यो सहमति अक्षरश 1 इन्च पनि दायाँ बायाँ नगरिकन अक्षरश पालना गर्नेछौँ। तर त्यो सहमतिमा के छ सबै कुरा मैले पनि हेर्नुपर्छ, फेरि बिर्सन सक्छु मैले पनि। त्यस कारणले त्यो हेरौँ भनेर भनेको कुरालाई जुन किसिमबाट बङ्ग्याउन कोसिस गरियो, मलाई गालीप्रति त म राजनीतिमा आएको नै गाली ताली सबै म समेट्न, म त्यो स्वीकार्न आएको हुनाले मलाई केही दुखेसो छैन, मेरो केही गुनासो छैन। उहाँहरूलाई मेरो सम्मान छ, मिडियाका साथीहरूलाई मेरो सम्मान छ। तर मेरो अनुरोध के हो भने दूरदराजमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विदेशमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई भ्रमित हुने किसिमको समाचार दिएर हामीलाई विवादमा पारेर अनि हामीले यो देश निर्माणको लागि वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले नखाइकन नसुतिकन उहाँहरू यसरी खटेर हिँडिरहनु भएको छ। जनताले यति धेरै माया गर्नु भएको छ, देशभरिबाट यिनीहरूले केही गर्छ है, अब यो देश बन्छ भनेर जुन आशा बोकेर आउनु भएको छ, उहाँहरूलाई त्यो आशा गरेको मान्छेहरूलाई निराशा पार्ने किसिमको चाहिँ भ्रम छरिदिनु भएन। हामीहरूलाई प्रश्न गर्दाखेरि गर्नुहोस्, सबै प्रश्न गर्नुहोस्, म तपाईँहरूको प्रश्नसँग जिन्दगीभर भाग्ने छैन, जिन्दगीभर जहाँसुकै गएर उत्तर दिन तयार छु। तर हामीले बोलेका कुरालाई अनगरल गरेर तपाईँको चाहिँ यसलाई चाहिँ भ्रमित पार्ने किसिमबाट चाहिँ नगरिदिउँ।